यहाँ हेर्नु सक्नुहुन्छ एउटा यो कन्टेनर जस्तो लागेछ ठुलो है। तपाईहरु सबैजनाले हेर्नु होला। यो रोडमा नि तपाईको अहिले पुरै खाली छ के, यदि गाडी घोडाहरु चलेको छैन। सबै खाली खाली जस्तो छ। म जाँदै छु, यहाँको केही झलकहरु देखाउने छु अवश्य पनि हेर्नु होला। पुरा यो रातिको टाइम भएर सुनसानै छ पुरै। यहाँ बिरालो हिँडिरहेको अवस्था छ। बिरालो यो साइडमा चाहिँ के छ भने विभिन्न किसिमको फ्याक्ट्रीहरु छ के, पुरै फ्याक्ट्रीहरु यताउता यस्तै छ। त्यही भएर अहिले सब बन्द छ यो टाइममा। हेर्नु होला, पुरा रोड पनि खाली छ, सुनसान। यो चाहिँ हाइवे रोड हैन, यो भित्र गल्लीको रोड हो। त्यही भएर यस्तो सुनसान देखिएको छ। पुरा यो फ्याक्ट्रीहरु हो, विभिन्न किसिमको यहाँ सामानहरुको फ्याक्ट्री छ। टाइल्स, मार्बल, यताउता काठपात हरेक कुछको फर्निचरहरु। यो चाहिँ अलिक लाइट भएकोतिर हो। अघि अलिक अँध्यारोमा थिए, लाइट कम थियो, त्यही भएर राम्रोसँग बुझिएको छैन, देखाउन सकिएन। यहाँ चाहिँ अलिअलि स्पष्ट रूपमा देख्न सकिन्छ। यो साइडमा चाहिँ फेरि यो भन्दा अगाडि पुरा अँध्यारो अँध्यारो जस्तो छ। अलिक लाइटको हरू कम छ, त्यही भएर अलिक अँध्यारो नै छ धेरै जसो। म चाहिँ अहिले मार्केट पुग्न लागेको छु। एकैछिनपछि देखाउने छु बाँकी भिडियो पुगेर वहाँ। हेलो साथीहरु, नमस्ते। सबैजनालाई स्वागत छ मेरो ब्लगमा। हजुरहरूलाई कस्तो लाग्छ होला प्रतिक्रिया अवश्य दिनु होला। यो चाहिँ साउदीको मैले देखाउन खोजिरहेको थिएँ। म अब मार्केटबाट यसो बाहिर निक्लिँदैछु। यस्तै हो यहाँनिर, रातिको समय छ। त्यति राम्रो त छैन खासै, त्यही पनि यसो अलिअलि भिडियोहरू बनाएको छु। म चाहिँ मार्केटबाट यसो अब रुमतिर जाँदैछु। यो रोड छ नि पुरै रातिको समय भएर खाली छ क्या। यो अलिक गल्लीको रोड हो, त्यति साह्रो अहिले गाडी घोडा चले छैन, हल्का हल्का। यो हाइवे हैन, त्यही भएर यो गल्लीको रोड हो। यो चाहिँ हेर्न सक्नुहुन्छ। यो पनि फ्याक्ट्रीहरु नै हो एकदम। यो चाहिँ यो पलाइहरुको रहेछ यता। कुनै पाउरोटीको छ, कुनै रोटीको, कुनै इलेक्ट्रिकको। यो लाइनहरु भनेको चाहिँ फ्याक्ट्री एरिया हो क्या, अलिकति फ्याक्ट्री एरियाहरु यिनीहरु। यो साइडमा चाहिँ धेरै जसो विभिन्न फ्याक्ट्रीहरु मात्रै छ। अहिले छुट्टी छ, सबैजना बन्द छ, रुममा भेटिन्छ। हेर्न सक्नुहुन्छ साथीहरु, यो चाहिँ म सब्जी मन्डीमा आएको छु। यहाँ साउदीको म यसो सामान किन्ने प्रयास गर्दैछु। अब हेरौँ के लिन्छ। तपाईहरुले हेर्न सक्नुहुन्छ। मैले चाहिँ आलु किनेर भर्खरै यहाँ राखिसकेँ। यो प्याज, यता टमाटरहरु, धनियाँ, यता विभिन्न सब्जीहरु छ। यस्तो सब्जी पाउँछ यहाँ चाहिँ। यता सागहरु यस्तो पाउँछ। यहाँ पाउने चीजहरु यस्तै हो। फलफुल, यो फर्सीहरुको आइटम हो।
यो फल भयो, यो हरियो सागसब्जी हो। यिनीहरू चाहिँ म चाहिँ यसो हेर्दैछु के मनपर्छ त्यो लिन्छु। यो लौका मन पर्यो, म लौका लिँदैछु। यो गाजर भयो, यो कुबिन्डो भयो, यो फर्सी, यो काँक्रा भयो, यो मेवा। अब म यो यसो लिन लागेको छु। म यहाँ प्याकिङ गर्दैछु। हेलो साथीहरू, दर्शन नमस्ते। तपाईँहरू सबैजनालाई स्वागत छ मेरो भ्लगमा। म चाहिँ साउदी अरबबाट हो। म यहाँ तपाईँहरूलाई देखाइरहेको छु साउदी अरबको होइन। यहाँ अलिकति के छ भने यो रातिको टाइम हो। यसो ड्युटी सकेर यसो घुमघाम गर्नलाई निक्लिरहेको छु। हेर्न सक्नुहुन्छ यहाँ चाहिँ घरहरूको डिजाइन यस्तो हुन्छ है। धेरै ठुलो बिल्डिङहरू पनि हुँदैन, सानो सानो नै हुन्छ, 2 तले 3 तलेसम्म। अनि यहाँ चाहिँ यस्तरी यिनीहरूको पार्किङ गर्ने ठाउँ हुँदैन। बाटोमा गाडीहरू पार्किङ गर्छन्। कतिको ठाउँ हुँदैन, भित्र कसैको हुन्छ, सानो हुन्छ, एउटा मात्रै अट्छ, 2टा मात्रै अट्ने हुन्छ। धेरै गाडी हुन्छ, फ्यामिली मेम्बरै पछि यिनीहरूको यहाँ यस्तरी बाटोमा पार्किङ गर्छन्। म तपाईँहरूलाई यहाँको नजारा देखाउँछु। यो चाहिँ अलिकति ब्याक एरिया हो के। तपाईँहरूको यहाँ चाहिँ अलिक बलौटो घारी मात्रै छ यो साइडतिर। त्यस्तो हाई ठुलो मार्केट पनि होइन, सामान्य मार्केट हो। यहाँ तपाईँहरूले हेर्न सक्नुहुन्छ यता पुरै हरियाली छैन यो ठाउँमा, पुरै बलौटे देख्न सक्नुहुन्छ। चारैतिर झिलिमिली बत्ती बलिरहेछ। त्यसपछि म तपाईँलाई अरू देखाउनेछु। यो चाहिँ ठुलो टावर जस्तो जुन देखिएछ नि, टावर जस्तो, यो चाहिँ यिनीहरूको मस्जिद हो, नमाज पढ्ने ठाउँ। नमाज पढ्ने ठाउँ यो यिनीहरूको मस्जिद। यहाँ हेर्नु घरहरू यस्तै हुन्छ। योभन्दा धेरै ठुल्ठुलो बिल्डिङहरू हुँदैन, 1 तला 2 तला यस्तै हुन्छ। डिजाइनहरू चाहिँ घरको तपाईँको लगभग सबैजना हेर्न सक्नुहुन्छ सेम जस्तो हुन्छ कि डिजाइन। यहाँको डिजाइन चाहिँ सेम हुन्छ। यहाँको डिजाइनहरू एकदम सेम हुन्छ पुरै यहाँको घरहरूको। यो चाहिँ तपाईँको मस्जिदको साइडमा यसो पार्किङ गर्ने ठाउँहरू, गाडी राख्ने ठाउँ छ। अहिले रातिको टाइम भएर खासै राम्रो त भिडियो आउँदैन। अलिक क्यामेरा क्वालिटी पनि लो छ मसँग, धेरै हाइफाई क्वालिटीको फोन छैन। त्यही भएर मैले जस्तो छ त्यस्तैमा हजुरहरूलाई देखाउने प्रयास गरेको छु। म चाहिँ यसो बजारतिर यसो सागसब्जी किन्नलाई गइरहेको छु है। अहिले उहाँको पनि देखाउने छु तपाईँहरूलाई, थोरै भए पनि पुगेर। म चाहिँ अहिले बाटोमा हिँडिरहेको छु, पुग्न अलिक टाइम लाग्छ। म पनि त्यहाँको थोरै सिन देखाउँछु। पुरै बलौटो छ, बलौटो चारैतिर, हरियाली छैन यता, पुरै बलौटेले भरिएछ। म अहिले वहाँ पुगेपछि मार्केटमा तपाईँहरूलाई त्यताको थोरै झलक देखाउने छु। के कस्तो लाग्छ हेरेर प्रतिक्रिया दिनु होला, म देखाउने छु पछि।